गाइस मैले चाहिँ नि गाउँ पहिले नै हाँस्न मन लाग्छ। घर आएर कुनै पनि भिडियो बनाएको थिएन, अब चाहिँ नि भिडियो बनाउन बाध्य भएँ। आमा छोराले खद्राङ खुद्राङ गर्दै मम्मी यता हेर्छ न कति रिस उठ्यो होला यता हेर्छ न पानी आयो भन्छन् कोही के भन्छन् भाँडो के अरे आमा छोरा कहिले हल्ला कहिले समाज कहिले नहल्ला यो यसरी कसले पानी निकाल्छ ल सफा गरेको के गर्ने त यहाँ बुझो पऱ्यो कि के भयो यो अलि हल्लाएपछि पानी आउँछ नहल्लाए जाम भयो कि के भयो अलि पाइप उठा त अलि लुगा धुन लागेको बेलामा अर्को सरका आउनुहुन्छ भिडियो बनाउनु पर्यो यस्तो गर्छ। मेरो श्रीमान माथि हुनुहुन्छ गाइस मम्मी हाँस्दै हुनुहुन्छ मम्मी पनि अझ फेरि हाँस्दै भइसक्छ मम्मी फेरि बन्द भइगयो हल्लाइराख्छ अरे मम्मीले भनेको कोही यहाँ सुतिसक्नु पर्छ भित्र आउनुहोस् भन्दा आउनुहुन्न। हामीले चाहिँ घरको पलस्तर गर्न लागेको आयो आयो पानी हाँसेको उठाइदियो भिडियो छ त हेर्थे मम्मी चिलाउँदै यहाँ हेर्न आइन्छ कहिले गाला चिलाउँछ कहिले जिउ पाल्ने भए के भन्छ मिस्त्री काम गरेर भए पनि जिउ पालिन्छ आयो अब यहाँ भर्यो अब ल आइस लुगा धुन भइहाल्छ धुम अब के त्यो धारा जोड्छ फेरि हल्लाउँदै भइसक्छ कति चिलाइरहेको छ अरे स्लो आछ अरे अहिले आउला पानी यस्तो आउँछ फोहोरमै हाम्रो घरको सरसफाइ भइरहेछ क्या अहिले यो हामी घरमा आएको कारण नै सरसफाइ गर्नलाई हो खास गरी बिहान 3जनाले फोडफाड भयो अब चाहिँ नि के हो त्यो धारो खै लागेछ क्या पानी ठिक छैन माथि फिल्टर राख्नै पर्छ नराख्ने हुँदैन फिल्टर त राख्नै पर्छ